वेलकम छ साथीहरू। आज चाहिँ म भाडा पसल आएको छु हेर्नु। आज चाहिँ भाडा किन्नु पर्यो भनेर भाडा किन्न म पसल आएको छु हेर्नु है त। भाडा लिन आइरहेको छु हेर्नु। पित्तलको भाँडामा भात खानु अरे भन्दो रहेछ नि त हिजो आज नि। अनि त्यही भएर हामी चाहिँ भाडा लिन आएको थियौँ। 3 वडी छौँ हामीहरू। त्यस्तो अँधेर अँधेर आयो होइन। 3 जना छौँ हामीहरू। सबै भाँडाकुँडा चाहिँ खालि पित्तलमा खानु अरे। पित्तलको भाँडाकुँडामा खाना खानु अरे के। पित्तलकै ग्लास चाहिँ कति पर्छ न? यो ग्लासलाई चाहिँ कति पर्छ भाइ? ग्लास पनि हेर्नु न पित्तलको कति राम्रो रहेछ है। सादा सादा खालको लानुपर्छ होला हौ भाइ। तेरो गिलासलाई चाहिँ कति पर्छ? के वेट गर्नुपर्ने कि के? 500 रुपैयाँ पिसको हो। कति कति क्या छन् हौ यी? कति कति वेटका हुन्? यसलाई 4200 रुपैयाँ पर्यो। 2 केजी 216 ग्राम। केजीको कसरी हो? केजीको 1900 रुपैयाँ केजी हो यो अहिले। 1900 रुपैयाँ केजी अरे साथी। यो धरानको हो यो माल, पित्तलको भाँडा। माल चाहिँ धरानको अरे। सुन्दै हुनुहुन्छ नि? यसमा चाहिँ केले छोप्ने? त्यसलाई छोप्ने त्यत्रै भइहाल्छ दिदी ल्याएर मलाई नि। उत्रै दिनु त। ट्याक्क मिल्ने दिनु पर्यो। त्यसमा ख्याट भएर माड निक्लिन्छ नि हो त। माड चाहिँ निक्लिँदाखेरि बाहिर नपोखियोस् क्या। सट्टा राम्रो होस्। गएर दिन न ठ्याक्क परेको। दिदी पनि लाने? तपाईँ पनि लान्छ? कस्तो अँध्यार भएको यताबाट कि राम्रै आएन हौ मेरो त। दाम मिलाउनु त। यो लिनु आँटेको सीता सुन्नु न, यो उत्रै हो? एउटै वेटका? एउटा अलिकति वेटमा तलमाथि भइहाल्छ नि। गमलाहरू पनि राम्रो छ साथीहरू। हाम्रो पसल चाहिँ पर छ उतापट्टि। यो चाहिँ हाम्रो गौरदा बजार हो। गौरदा बजारको चाहिँ दृश्य यस्तो। सिद्धार्थ ब्याङ्क यताबाट चाहिँ राम्रो आयो नि। त्यसमा सीता बराल र समिता भट्टराई पनि नाम होस् क्या। हुन्छ। नाम भएपछि यसो केही कार्यक्रममा पनि अब यताउता भयो भने पनि केही छैन। आफ्नो आफ्नो हुन्छ नि त। कति भन्नुभयो प्राइस? 4200मा आउँदैन। 7100 डिस्काउन्ट गर्यो। भाडा चाहिन्छ भने सम्पर्क राख्नु है साथीहरू। यहाँ चाहिँ फरक पर्दैन दाम कुनै दोकान। मेरो आउँछ नि त सिसाका गम। दिदी यो पनि लैजा, कति राम्रो छ यो। हेर्नु पनि कति राम्रो। दिदीले लान्छ नि त। कुनलाई? त्यसलाई भाइ त्यसलाई कति? 400 रुपैयाँ। 400 रुपैयाँ पऱ्यो। झन् 100 थपिदिनु आँट्नु भएको। आउँछ हौ छोपेर लगिए। अहिले पुऱ्याउँछ मेरो ल्याउनु न। कहाँ दिनुहुन्छ? 4000 थोरै हो। 4 हजार। झर्के थाल कति पुगिरहेको थाहा छ? किलोको भन्दा अड्काल्नु त एकताल झर्के थालको। के झर्के थालको के? यो थाल कसरी किलो पुगिरहेको अहिले? पनि हाम्रो त हराएकै भएको पनि हराए। पुरानो 2300 रुपैयाँ किलो।
मसँग थोत्रा छ नयाँ 4500 भन्दा हुन्छ पुराना ल्याइदिँदा हुन्छ भाइ? ए जति ल्याउनु न लिइहाल्छु नि। म ल्याउँछु। फेरि हाम्रो चाहिँ सस्तो पर्छ होला नि त। कसरी केजी? हाम्रो लिँदा चाहिँ कसरी लिनुहुन्छ भाइ? 4200 देखि आउँदैन नि। सुन्नु न, त्यो पुरानो हाम्रो लिँदा चाहिँ कसरी लिनुहुन्छ? पुरानो 2300 रुपियाँ किलो। 2300? सुन्नुभयो नि साथीहरू, यहाँ 60 मा पनि पाइन्छ होइन? झर्का 2300 रुपियाँ केजी। 2300 4300 नै हुन्छ। 4200 देखि आउँछ। प्लेट पनि हाल्दैछ त्यसमा। हो चिङ्याको बोसो नपगाल्नु ल्याउनु। चिङ्याको त म दिन्छु नि, अब दाम त लिनु पर्यो नि त आफूलाई। हामीले चाहिँ भाडा किन्यौँ, तपाईँहरू पनि किन्नु होला होइन? के भन्छ, झर्केको भाँडामा खानेकुरा खानु अरे होइन? के भन्छ भाइ यो त उसलाई? पित्तलको भाँडामा खाना पकाएर खायो भने रोग पनि लाग्दैन। कुकर सुकर चाहिँ फ्यालिदिइसकेको मैले चाहिँ। पहिलाका जमानामा यो कुकर पनि थिएन, कुकर सुकर चाहिँ हामीले फ्यालिदिइसकेको साथीहरू। हेर्नु न, लक्ष्मीको मूर्ति पनि कति राम्रो रहेछ, चुटुक्क परेको। अहिले 40 भन्नुमा जे पनि बोल्नु हुँदो रहेछ राम्रै अचम्म पो परेर म त केही खाँदैन नि त केटी। कति बेला लाने? भयो यहाँ जाउँ भनेको त्यही त होइन है सीता। कति पैसा भयो जम्मै काट्नु? के अरे कविता राम्रै बद्दो। आज दिदीहरूको दोकान किन भन्नु? जानुभयो त बाहिर? ए हो र, कहिले जानुभयो? सरिता भट्टराई। कस्तो मधुरो हुँदैछ किनेर। साँच्चै नै साथीहरू, मैले चाहिँ भाँडा किनेर आइसकेँ घर। आफूलाई मन परेपछि त परौ पऱ्यो। आजको भरेदेखि नै यसमा खाना पाक्छ। अन्त कस्तो छ? राम्रो छ नि है? ल त साथीहरू, आजलाई यति नै। भोलि फेरि अर्को भिडियो लिएर म आउने नै छु। तबसम्मको लागि बाई बाई, टेक केयर।